What your country can do for you and what you can do for your country. यो नसोच कि देशले मलाई के उता जानुहुन्छ? अपितु आफैलाई यो सोच कि मैले देशलाई के दिएँ। भिडियो त के होइन पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको यो भनाइबाट प्रेरित भई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशिक्षक र परीक्षक पाइलटका रूपमा काम गर्दै आइरहनुभएका क्याप्टन वीर उप्रेती 440 यात्रु क्षमताको यस एयरबस 330-300 एभिएसन म्युजियम काठमाडौँ नेपालका परिकल्पनाकार हुन्। जागिरका क्रममा नेपाल, भारत, इन्डोनेसिया, सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, ओमन, साइप्रस, इटली, फ्रान्स र संयुक्त राज्य अमेरिकामा विभिन्न विमानहरू उडाउँदै आउनुभएका क्याप्टन वीर उप्रेतीले संसारका 80 भन्दा बढी देशहरूका मुख्य पर्यटकीय स्थलहरूको अवलोकन गरिसकेका छन्। जम्मा 8 महिना मात्र उडान भएको करिब 31 अर्ब रुपियाँ पर्ने यस वाइड बडी एयरबस 330 जहाज त्रिभुवन विमानस्थलको धावन मार्गमा अवतरण गर्दा अगाडिको चक्का भाँचिएपछि यो जहाज ग्राउन्डेड भएको थियो। 1.5 वर्षदेखि यो जहाज त्यत्तिकै थम्किरहेको देखेपछि क्याप्टन वीर उप्रेतीले काठमाडौँमा पनि एभिएसन म्युजियम बनाउने सोच लिएका हुन्। तत्पश्चात नेपाल नागरिक उड्डयन प्राधिकरण तथा वीर उप्रेती ट्रस्टको सहकार्य अन्तर्गत यस जहाजलाई काठमाडौँको मुटुमा राखेर कलात्मक र वैज्ञानिक तरिकाले एभिएसन म्युजियम निर्माण गरिएको हो। यस्तो विशाल विमानलाई विमानस्थलको पूर्वी भागबाट म्युजियम भएको यस स्थानसम्म ल्याइ पुर्याउन दर्जनौं स्वदेशी तथा विदेशी विमान टेक्निसियनहरूले 4 महिना लगातार काम गर्नु परेको थियो। लामा लामा लरीहरूमा यस जहाजका ठुला ठुला पाट पूर्जाहरू राति 1 बजेदेखि 3 बजेसम्मको समय पारेर विमानस्थलबाट सिनामङ्गल स्थित यस ठाउँसम्म ल्याइ पुर्याइएको थियो। साँघुरो बाटो र लामो आकारको ठुलो विमान भएकोले घुम्तीहरूमा अड्किएपछि ट्रेनले समेत उठाएर दायाँ बायाँ राख्दै अगाडि बढाउनु परेको थियो। यसरी यो जहाजलाई यस स्थानसम्म ल्याउन 4 दिन लागेको थियो भने यस स्वरूपसम्म ल्याइ पुर्याउन पुरा 9 महिना लागेको थियो। यो म्युजियम निर्माणका लागि क्याप्टन वीर उप्रेतीले विदेशमा खराब मौसममा समेत दिन रात नभनी जोखिमयुक्त काम गरेर जम्मा गरेको रकम र एभरेज ब्याङ्कबाट रु 2 करोड 90 लाख ऋण सहित कुल 7 करोडको लगानी वीर उप्रेती ट्रस्टका लागि जुटाएका हुन्। नमस्ते, म क्याप्टन वीर उप्रेती यहाँहरू सबैलाई एयरबस 330 भित्र रहेको यस एभिएसन म्युजियममा हार्दिक स्वागत गर्दछु। अहिले हामी समुद्री सतहबाट 4400 फिट माथि छौँ। एभिएसन म्युजियमको हवाई यात्रामा सिटको पेटी भन्ने लगाउनु पर्ने छैन। बरु रिल्याक्स हुनुहोस्, ड्राइभर त्यसका पालादेखि हालसम्मका अत्याधुनिक विमानहरूका जानकारी लिनुहोस्, ककपिट लगायत आफूले मन लागेका ठाउँहरूमा फोटो खिच्नुहोस्। यस एभिएसन म्युजियमभित्र 7वटा हलहरू छन्। यो वेलकम हल हो, जहाँ यस म्युजियम सम्बन्धी सानो डकुमेन्ट्री लगायत विभिन्न मोडेलका जहाजहरू र आकाशबाट मैले खिचेका फोटोहरूको फोटो ग्यालेरी र एयरबस 330 को लेटेस्ट क्लास कपी रहेका छन्। यो 1903 मा राइट ब्रदर्सले बनाएको जहाजको मोडेल हो। सुरुमा राइट ब्रदर्सले यस्तो खालको जहाजमा पावरसहित उडेको हुनाले उहाँलाई हवाईजहाजको पहिलो आविष्कारकको रूपमा पनि मानिन्छ। 1903 पछि वर्ल्ड वारसम्मका जहाजका मोडेलहरू माथि राखेका छन्। यसभित्र एयरबस 330 को ग्लास ककपिट छ। यो एयरबस 330 को ग्लास ककपिट हो। क्याबिन लेफ्टतिर र को पाइलट या इन्स्ट्रक्टर दाहिनेतिर बस्दछ। यसमा हजारौं इन्स्ट्रुमेन्ट तपाईँले देख्न सक्नुहुन्छ। यो अहिले लेटेस्ट जहाजको ककपिट हो। यो दोस्रो हल एयरफोर्स हल हो, जहाँ खास गरी
प्रथम विश्वयुद्धदेखि हालसम्मका अत्याधुनिक लडाकु जहाजहरूका मोडेलहरू राखेका छन्। यसै हलमा आकाश भैरवको पेन्टिङ समेत राखिएको छ। तेस्रो हल एयरलाइन्स हल हो, जहाँ संसारभरिका मुख्य कमर्सियल एयरलाइन्सहरूका मोडेल जहाजहरू राखिएका छन्। यो त्रिवेणी विमानस्थलको फ्युचर लेआउट हो। चौथो हल नेपाल एभिएसन हल हो, जहाँ नेपालका आकाशमाथि डकोटा जहाजदेखि हालसम्मका वाइड बडी एयरबस 330 जहाजहरूका मोडेल जहाजहरू यहाँ छन्। पाँचौँ हल मिनिएचर एन्ड रिफ्रेसमेन्ट हल हो, जहाँ नेपाली विद्यार्थीहरूले बनाएका जहाजहरू यतापट्टि यो बाटो मेन लाइनमा आउनुपर्छ, मेन लाइन बाटो क्यापेसिटी रहेको छ। यो छैटौँ ढुङ्गा हल हो, जहाँ एभिएसन यो तिनकुनेतिर डकुमेन्ट्री र कन्फरेन्स तिनकुनेको बिचमा पर्छ कि तिनकुने र त्यहाँ पिपल बोर्ड राखिएका हेलिकप्टर सहित विभिन्न ठाउँमा पाइलट र एयर होस्टेसका युनिफर्म लगाएर फोटो समेत खिच्न सकिन्छ। 13 वर्षसम्म र 8 कक्षा मुनिका विद्यार्थीहरूलाई म्युजियम परिसरभित्र निःशुल्क पर्दछ। यस म्युजियमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई इन्स्पायर, इन्करेज र मोटिभेट गर्नु। यसका साथै होइन एभिएसन म्युजियम कहाँ छ भनेर सोच्यो न, सबैले भनिदियो मेन बाटोमै हुन्छ, मेन लाइन हो एभिएसन म्युजियम सम्पर्क राख्नु होला। एक टिकट काटेको छ, बाबुलाई आएर चाहिँ एक टिकट लिनु पर्यो। नेपालमा एउटा नयाँ पर्यटन गेटमा छोडिदिएको छ एउटा टिकट साथसाथै विभिन्न पदका विद्यार्थीहरूलाई आफ्नो अध्ययन र खोजमा मद्दत गर्नु पर्यो। ट्रस्टले यस म्युजियमबाट प्राप्त रकम भौतिक विकासमा पछि परेको सुदूरपश्चिमका गरिबीको रेखा मुनि रहेका क्यान्सर रोगबाट पीडित बिरामीहरूलाई 2071 सालदेखि सहयोग गर्दै आएकोमा यस विमान सङ्ग्रहालयबाट सङ्कलित रकमको केही अंश आर्थिक सहयोग गर्ने कार्यमा निरन्तरता दिइरहनेछ। कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको महेन्द्रनगर म्युजियम र स्ट्याच्यु अफ सिद्धनाथको सञ्चालनमा पनि सहयोग गर्नेछ। यस विमानभित्र राखिएका राइट ब्रदर्सले बनाएका जहाजका मोडल, उडान क्षेत्रमा सुरुवातदेखि हालसम्मका अत्याधुनिक जहाजका मोडलहरू, हेलिकप्टरका मोडलहरू, एयरबस 330 को ककपिट, क्याप्टन वीर उप्रेतीले आकाशबाट खिचेका फोटोहरूको फोटो ग्यालरी, नेपाली आकाशमा उडेका मोडल जहाजहरू लगायतको विशाल सङ्ग्रहालयले नेपाल र विश्वको हवाई इतिहास बुझ्न वा अध्ययन गर्न चाहने जुनसुकैलाई पनि आकर्षण गर्ने कुरामा दुई मत छैन। अन्त्यमा स्वदेशमा वा विदेशमा रहेका नेपालीहरूले आफ्नो मातृभूमिको लागि केही न केही रचनात्मक तथा सामाजिक कार्यद्वारा देशलाई समृद्धितिर डोर्याउनु हुन समेत हार्दिक अनुरोध गर्दछु। धन्यवाद, नमस्ते।